तर आज म फिजिकलबाट जाँदैछु यो पानी हो साथीहरू। मेरो चाहिँ यो न्यू भ्लग हो। मलाई चाहिँ धेरै नै भ्लग बनाउनु मनपर्छ, त्यही पनि मलाई बनाउनु आउँथेन किन मेरो भोइस राम्रो थिएन। अनि त्यही पनि मेरो भ्लग चाहिँ हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु साथीहरू। म चाहिँ सुरुमा यो काठमाडौँमा आएर फिजिकल जाँदाखेरि चाहिँ म हराइजान्थेँ। म हराउने फिजिकलमा बागबजार जानु पर्छ यहाँ सुन्दारामा गाडी لا كورة دكتور نضرب ايوه خلاص अनि यतिकैमा साथीहरू मैले भ्लग बनाएको चाहिँ 10 मिनट भइसकेको रहेछ। अनि यहाँदेखि त कहाँ आइपुग्यो भनेको हेरेको भिरकोटी मन्डप आइपुगिसकेको रहेछ। अनि म चाहिँ एकछिन गलेको थिएँ अनि त्यसपछि अरू एकछिन तलतिर सबै ठाउँतिर हेरेँ। अनि अब चाहिँ म बसिराख्नु हुँदैन जानुपर्छ भनेर झरेँ होइन, एक्लै नै छु म झरेँ। अनि त्यसपछि एउटा मैले वरपर हेरेँ। अनि त्यसपछि एउटा सबै मान्छेहरूले भन्छ होला होइन, मलाई धेरै भ्लग त धेरै बनाउनु मनपर्छ कि तर मोबाइल कतिलो छैन नि त मेरो, त्यही भएर भोइस पनि राम्रो छैन, त्यही भएर मैले नबनाएको हो साथीहरू होइन। यो मेरो पहिलो भ्लग हो नि त, त्यही भएर मलाई कस्तो गाह्रो पनि लागिरहेको थियो बनाउनुलाई। अनि यतिकैमा म चाहिँ सरसरी आएँ। ल यता गाइजहरू म चाहिँ होइन यतिकैमा निकै नै गर्मी थियो कि साथीहरू होइन, निकै नै गर्मी भएको कारणले म चाहिँ पसिना पुस्दै आएँ होइन। अब यतिकैमा अब गाडीबाट ओर्नेले बेला पनि भइसकेको थियो। अब चाहिँ म झर्छु होइन। अब यतिकैमा मेरो भ्लग चाहिँ 18 मिनटको भइसकेको थियो गाइजहरू होइन। तर पनि मैले फर्स्टचोटि बनाएर पनि होला मलाई बनाउनु पनि आएको छैन कि साह्रै होइन। अब म चाहिँ ओर्लिन्छु कि होइन गाडीबाट, म चाहिँ अब यहाँबाट झर्नु पर्ने हुन्छ। यहाँबाट झरेर चाहिँ मलाई 15-10 मिनट जति लाग्छ फेरि हिँडेर घर जानलाई। अनि फेरि मान्छे चाहिँ प्याक थियो कि, अनि मैले पैसा गनेर दिएँ होइन। अनि त्यसपछि एउटा म चाहिँ लाग्छु, मान्छे धेरै नै थियो त्यही भएर अनि अलिक ढिलो नै भयो। अनि त्यो म चाहिँ गर्मी पनि भइरहेको थियो अनि यति घाम पनि टन लागिरहेको थियो। अहिले पानी पर्न रहेछ साथीहरू होइन। अब चाहिँ 10-15 मिनट लाग्छ
घर पुग्नुलाई कि साथीहरू। अनि फेरि के साथीहरू यो झारको नाम चाहिँ के हो थाहा छैन होइन। यो चारपटे झार भेट्यो भने चाहिँ भाग्यमानी भन्छ होइन। मैले थाहा पाइदिनको मैले हेर्छु, म देख्दिनँ क्या। अनि जति बेला पनि हात्ती पुगेको हुन्छ होइन। तर पनि म भाग्यमानी छैन भनेर थाहा भइसकेँ है। त्यतिकैमा म गएँ अनि त्यहाँनिर चाहिँ चिसो पानी आउँथ्यो कि जहिले पनि। अनि मैले पानी भरेँ, अब पानी भरेर नुहाएर जाने गरेको थिएँ। अनि म नुहाउनु थालेँ। अनि टाउको मात्रै नुहाएँ भने पनि शीतल हुन्छ, त्यहाँको पानी चाहिँ धेरै नै राम्रो हुन्छ नि। त्यहाँनिर अङ्कलले भिडियो बनाउँदै टिकटक बनाउँदै नुहाउनु थालेको भन्यो। अनि मैले हजुर अङ्कल भनेँ। अनि त्यसपछि यत्तिकैमा मैले नुहाइ पनि सकेँ। अब चाहिँ म घरतिर लागेँ भन्दै साथीहरू घरतिर लाग्यो। अनि फेरि मेरो चाहिँ सानो बच्चा फेरि धेरै नै छ कि साथीहरू होइन। अनि त्यो साथीहरूले फेरि जहीँ पनि बोलाइहाल्छ कि त केटाकेटीहरूले। अनि दाइ भनेर बोलाउँछ, तर भने म दिदी हो। अनि यतिकैमा सरासरी घर आएँ। घर पनि आइपुग्ने बेला भएको थियो। अनि त्यहाँनिर भाइ बहिनीहरू थियो। अनि त्यसपछि भाइ बहिनीहरू बाटोमा भेटेको थिएँ। भाइ बहिनीहरू यतिकैमा म त्यसपछि घर आइपुग्ने बेला भयो। अनि घर पनि आइपुग्यो साथीहरू। अनि आज चाहिँ मेरो साथीहरू मलाई यो भ्लग बनाउनुलाई 32 मिनट लागेको थियो भन्दै बाई बाई।